गरिदिन हुन पनि म निवेदन चक्राउँदछु सर। हाम्रो यहाँ फेलिसिटेसनको कार्यक्रम चलिरहेको छ। त्यो सुरु हुन्छ महानदीबाट अनि छैन कृपया गरिकन भोलि रिपोर्टिङ टाइम बिहान हामीलाई पनि यस्तो फोटो खिचिदिनुहोस् न हाम्रो पनि। अब अघि फर्किनुहोस् त, हाम्रो पनि फोटो खिचिदिनुहोस् न। हुन सक्छन् त्यहाँनिर awesome। खरसाङले यति धेरै माया दिनुभयो, धेरै धेरै धन्यवाद सम्पूर्णलाई। अनि मेरो दार्जिलिङ चाहिँ मेरो गाइस मजा आउँदै होला है। यस if you are loving this vlog and guys if you really love the Poona Rai songs बल्ल सुरु हुँदैछ हाम्रो। सो धेरै धेरै धन्यवाद सम्पूर्णलाई। So guys, going crazy है, we are eagerly waiting to hear Poona Rai है। हामी चाहिँ Poona Rai को प्रतीक्षामा छौँ है। Poona Rai and दाजु भाइ है। So guys, you all can see the crowd है। Even the uncle is so much full of energy है guys, you can see। Because I want Poona Rai. Poona Rai. So guys, अब छुट्नै पर्यो जिन्दगीको खेल छाडी जाने नै हो र छेडी तै नभेट्दा सबै जान्थ्यो समय अङ्गालै हुन्थ्यो विरती साँच्थ्यो अनि माया गाँस्थ्यो तिमी हाँसिराख्नु है सबैजना हाँसिराख्नुहोस्। यो गीतको नाम चाहिँ कालो सेतो हो। अनि यो गीत आउँछ भने सबैजना सँगै गाइदिनु है, रमाइलो हुन्छ। माया बुझेन तिमी आकाश भन्थ्यौ म उड्नै चाहिन म धरतीबाट सधैँ तिमीलाई हेर्नेछु अर्को जन्म चाहिँ माया सँगै जिउन पाऊँ केही वर्ष होइन माया जुनी बित्न पाऊँ।
पनि तिमी हाँसिरहन्छौ तिम्रो मस्तिष्कमा म सधैँ हाँसिदिरहला सबैजना सेफली घर जानु होला बिस्तारै आरामले अनि हाम्रो पुलिस प्रशासनको पनि कुराहरू सुनिदिनु होला हाम्रै सहज Going everyone Gazalu Dimra Lazalu Baka Dimra Orkanai Garana Garu Bayane Garu Gavata Kisako Loyo Samauki Utama Lali Sezoni Ujala Muska
Come on, everyone. खरसाङले यति धेरै माया दिनुभयो, धेरै धेरै धन्यवाद सम्पूर्णलाई। अनि मेरो दार्जिलिङ चाहिँ मेरो सेकेन्ड मान्छेहरूले सुनिदिनु थाल्नुभयो गीत, अनि ल अब चाहिँ मैले म्युजिक गर्ने रहेछु भन्ने फिल हो। अनि यो गीत चाहिँ मेरो लागि एकदम टर्निङ पोइन्ट हो। यो गीतको नाम चाहिँ मनका कुरा हो। आउँछ भने सबैजना सँगै गाइदिनु होला, हुन्छ? हुन्छ हुन्छ। Are you guys ready?
त्यही भएर माया भन्ने कुरा चाहिँ जहिले जिउँदोमै गर्नुपर्छ है। मरिसकेपछि मायाको केही अर्थै हुँदैन। त्यही भएर माया जहिले जिउँदोमै गाँच्नु होला। अनि आफ्नो माया गर्ने मान्छेलाई धेरै माया गर्नु होला। माया जिउँदो मै गाँच्छ So guys, this is one of my favorite songs. आउँदैछ अब. On guitars we have Suspension Karke. अलि कम भयो. On flute we have Ian Rai. अनि म यहाँ प्राय आइरहेको हुन्छु। दाइहरू हुनुहुन्छ, साथीहरू हुनुहुन्छ, अङ्कल आन्टीहरू हुनुहुन्छ, अनि म भेट्नु प्राय आइरहेको हुन्छु। अनि यो गीत चाहिँ मैले दार्जिलिङको लागि लेखेको गीत हो। गीतको नाम चाहिँ अ लभ लेटर टु दार्जिलिङ हो। तपाईँहरूलाई कतिजनालाई थाहा छैन होला सायद यो गीत छ भनेर। यो गीत चाहिँ मैले अब यो रोहिणीको उकालो, कर्सियङको डाँडा, चौरस्ताको भिड हुन्छ नि, बाटा अगाडि भेट्नुपर्छ हुन्छ नि, बाटा अगाडि भेट, त्यो सबै त्यो एउटा त्यो समराइज गरेर मैले लेखेको छु। मैले सिलगढी चाहिँ टच गरिनँ, सिधै रोहिणीबाट लिरिक्स लेखेको छ। अनि यो गीत चाहिँ मलाई कस्तो लाग्छ भने पछि अब एक दिन त मान्छे म पनि मरिजान्छु नि त होइन, तर यो गीत चाहिँ जस यहाँको मान्छेहरूले याद गरिदियोस् जस्तो लाग्छ क्या। धरान नेपालबाट एकजना आएको थियो पढ्नु, उसले चाहिँ यो ठाउँको बारेमा गीत लेखेको छ भन्ने सम्झिदियोस् जस्तो लाग्छ मलाई चाहिँ। तपाईँहरूलाई लभ लेटर टु दार्जिलिङ थाहा छैन भने सुन्दिनँ होला, तपाईँहरूको लागि बनाएको गीत हो यो चाहिँ। A love letter to Darjeeling for everyone, each and every one of you. रोहिणी उकालो.
Gazalu, Dimra, Lazalu, Baka, Dimra, Odekale, Garana, Garu, Bayane, Garu, Kavata, Kisako, Loyo, Samauki, Utama, Lali, Sazoni, Ujala, Muskan, Batongi, Mane, Suda, Talcounting. Come on, everyone! Lovely, lovely.